हेलो नमस्ते म उमेश रनियार। आज हामी कुरा गर्दैछौँ कि नेपालमा पनि नक्कली औषधिहरू उपलब्ध छन् र यदि छन् भने हामी कसरी त्यसबाट सुरक्षित बस्ने भनेर। अब यो कुरा कस्तो हुन्छ भन्दाखेरि हाम्रो जनरल आँखाले हाम्रो जनरल नलेजले नक्कली औषधि छुट्याउनु बजारबाट धेरै गाह्रो हुन्छ। तर राम्रो पक्ष के छ भन्दाखेरि नेपाली औषधिहरू चाहिँ नि उति नक्कली भेटिँदैन बजारमा होइन। जुन हुन्छ त्यो लोकल म्यानुफ्याक्चररबाटै ओरिजिनली बजारमा उपलब्ध हुन्छ। तर भारतमा भनौँ या अरू कन्ट्रीमा भनौँ त्यहाँ चाहिँ नि तपाईँको नक्कली औषधिहरू काउन्टरफिट मेडिसिन्सहरू थुप्रै चाहिँ नि एभाइलेबल हुन्छ र त्यसमा सरकारले बराबर छापा मारिरहेको हुन्छ औषधि व्यवस्था विभागले। अब एउटा सानो म कन्टेक्स्ट राख्छु। नेपालमा करिब करिब 20,000वटा रजिस्टर्ड चाहिँ ड्रग्सहरू छन्, ब्रान्ड कति 30,000 भन्दा रजिस्टर्ड फार्मेसीहरू छन्। अनरजिस्टर्ड फार्मेसी पनि नेपालमा छ। त्यसपछि 70वटा लोकल औषधि उद्योगले उत्पादन गर्छ। त्यसपछि 190 भन्दा बढी इम्पोर्टरहरूले पनि औषधि इम्पोर्ट गर्छन् विदेशबाट। अब यत्रो ठुलो कम्प्लेक्समा हाम्रो नेपालको औषधि व्यवस्था विभाग उसको चाहिने लिमिटेड म्यान पावर जुन छ त्यसले के अनुगमन प्रोपरली या चाहिने एउटा भनौँ गर्न सक्छ? गाह्रो छ। उहाँहरूको लिमिटेड म्यान पावर छ। लिमिटेड म्यान पावरबाट लिमिटेड ऱ्यान्डम स्याम्पलिङ गर्नुहुन्छ बजारबाट। अनि त्यो हामी सोसल मिडियामा या डिडिएको वेबसाइटमा हेरिरहेको हुन्छ कि यो बच्चालाई रिकल गर्ने यो ब्याच यो औषधि चाहिँ यो टेस्टमा फेल भयो भनेर कुराहरू हामी हेरिरहेको हुन्छ। अब त्यो एउटा पक्ष भयो औषधिको प्रभावकारितामा होइन, त्यसमा क्वालिटीमा त्यो कुरा भयो। अर्को पक्ष के छ भने सेम बढी चल्ने बिक्ने औषधिहरूको नक्कली होइन कपी क्याट गरेर चाहिँ त्यो बजारमा ल्याइदिने त्यस्ता पनि इन्डियामा प्रशस्त हुन्छ होइन। हाम्रो नेपालमा अस्ति पनि भर्खरै न्युजमा आएको थियो, इन्डियामा टप कम्पनीजका टप प्रोडक्ट्सहरू बढी चल्ने प्रोडक्ट्सहरू नक्कली भेटिएका थिए 22-23वटा। अब हाम्रो नेपालमा त्यो पक्ष अहिले छैन, तर हामी इन्डियन औषधि त खाइरहेछौँ। अब त्यो खाँदाखेरि हामी त्यहाँबाट नेपाली के अरे नक्कली औषधिहरू खाने चान्स बढ्छ। अब यो चान्स बढ्ने भन्दाखेरि प्रायोरिटिज भनेको तपाईँको नेपाली बोर्डर जुन छ हाम्रो भारतसँग लागेको सिमाना हो, त्यहाँ चाहिँ अब यो ओपन बोर्डर भएकोले त्यहाँबाट फिल्ट्रेसन हुने चान्सेस धेरै हुन्छ। र सबभन्दा बढी चाहिँ मलाई लाग्छ कि यो अप्ठ्यारो चाहिँ नि तराईका जनता जुन बोर्डर एरियामा बस्छन् उहाँहरूलाई चाहिँ बढी सावधान हुनुपर्छ जस्तो लाग्छ। अब यो चाहिँ नि काउन्टरफिट मेडिसिन भनौँ या फेक मेडिसिन भनौँ या अरू नक्कली औषधिहरूको कुरा गर्दाखेरि एउटा के छ भन्दाखेरि तपाईँ हामीले एउटा सजग भएर त बस्नै पर्यो होइन। एउटा विश्वासिलो औषधि पसलबाट मात्र औषधि किन्नु पर्यो होइन। र तपाईँले खाइपाएको जुन औषधि खाइरहनु भएको छ, जुन ब्रान्ड डक्टरले लेखेको छ त्यो ब्रान्डै खायो भने होइन। अब अहिले सबै नाफामुखी भएको हुनाले ट्रेडिङहरू जति पनि छन् त्यसमा चाहिँ नि नेचुरली छ उहाँहरूलाई जुनमा बढी प्रफिट हुन्छ त्यो प्रडक्ट सब्स्टिट्युट गर्नुहुन्छ। सो त्यस कारणले तपाईँले जुन डक्टरले लेख्नु भएको छ त्यही औषधि किनेर खानुहुन्छ भने त्यहाँबाट पनि एउटा नक्कली औषधिबाट बच्ने चान्स ठुलो हुन्छ। एट द सेम टाइम चाहिँ तपाईँ विश्वासिलो केमिस्ट औषधि पसलबाट औषधि किन्नुहोस्, त्यहाँबाट चाहिँ तपाईँले भित्रबाट आत्मविश्वास छ उहाँले नक्कली औषधि दिनुहुन्न। त यो चाहिँ पक्षमा मलाई लाग्छ कि हामी सबै नेपाली एउटा सजग हुनु पर्यो। भविष्यमा अहिले कति छ के छ थाहा छैन, किनभने त्यो चाहिँ नि हाम्रो औषधि व्यवस्थाबाट त्यसको रिपोर्ट खासै केही आएको छैन होइन। नक्कली औषधि फेला पर्यो भनेर टेस्टमा सर्टेन टेस्टमा फेल भएका औषधिहरू फेला परेका छन् भारतीय कम्पनीका, नेपाली कम्पनीका। तर यो नक्कली औषधि भनेर बहुत कम रियरली हामीले चाहिँ कुनै पनि रिपोर्ट्सहरूमा पबमेडको रिपोर्टमा पनि लेखेको थियो 2022को रिपोर्टमा कि नेपालमा पनि यो चाहिँ नक्कली औषधिको छ। त्यस कारणले यो नक्कली औषधिको मलाई लाग्छ कि सरकारवाला भनौँ, औषधि व्यवस्था विभागले भनौँ होइन, नागरिक समाजले भनौँ, एउटा चाहिँ यसबारे चाहिँ बृहत चाहिने एउटा मार्केट सर्वे हुनु पर्यो, बिजनेसको काम हुनु पर्यो, जसले गर्दाखेरि हामी नेपाली जनता एउटा सुरक्षित भएर रोगबाट लड्न सक्ने, सुरक्षित भएर बस्न पाऊँ भनेर। सो आजको लागि यतिकै, नमस्ते।